यदि करेलाको जुसले सुगर ठिक गर्थ्यो भने हस्पिटल अहिलेसम्म तरकारी बजार भइसक्थ्यो। हाम्रो नेपाली समाजमा अहिले मेडिसिनलाई हजुरबा हजुरआमाको नुस्खाले रिप्लेस गरेको छ। लसुन पानी, बेसार दुध र जडीबुटीको काढा। तर के तपाईलाई थाहा छ, यस्तो चीजहरूले तपाईको शरीरमा उल्टो असर पार्न सक्छ। बेसारमा भएको कर्क्युमिनले शरीरमा भएको सामान्य इन्फ्लामेसन अथवा सोजनलाई घटाउन सक्छ। तर यसको धेरै मात्रामा प्रयोग गर्ने हो भने यसले लिभरमा पनि असर देखाउन सक्छ। लसुन यो हेल्दी हुन्छ, तर यसले खुन पातलो पनि गराउँछ। त्यसैले ब्लड प्रेसरको औषधि खाइरहेको मान्छेले लसुन पानी दैनिक रूपमा खाइरहेको छ भने तेस्रो दिनदेखिबाट उसको नाकबाट रगत बग्न सक्छ, नोज ब्लिडिङ हुन सक्छ। मेरो गाउँमा एकजना अङ्कललाई हाइपरटेन्सन अथवा प्रेसर थियो। उहाँले आफ्नो प्रेसरको औषधि खान छोडेर यही तुलसी, लसुन, ल्वाङ के मिक्स गरेर काढा बनाएर खान थाल्नुभयो। पछि खेतमा काम गर्न जाने बेलामा उहाँ बेहोस भएर ढल्नुभयो। उहाँलाई स्ट्रोक भएको रहेछ। मस्तिष्कमा इन्टरनल ब्लिडिङ भइसकेको थियो। सामान्य भाषामा भन्ने हो भने प्रेसरले दिमागमा हानेको थियो, तर हस्पिटल पुर्याउँदा ढिलो भइसकेको थियो। त्यसैले शरीर विज्ञानले चल्छ, विश्वासले होइन। प्यानक्रियास ड्यामेज छ भने करेलाको झोलले इन्सुलिन बढाउने काम गर्दैन। घरेलु उपचारहरू अपनाउनुहोस्, तर अन्दाजको भरमा होइन कि सल्लाहको भरमा, नलेजको भरमा।